हेलो साथीहरू सबैलाई नमस्कार। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। यहाँ चाहिँ अलिकति जाडो छ साइप्रसमा चाहिँ। हजुरहरूतिर कस्तो छ? म चाहिँ के भन्न आएको भने हजुरहरूलाई एउटा टिकटकबाट चाहिँ धेरै भाइरल भइरहेछ के। टिकटक मोनिटाइज कसरी गर्ने, कुन देशमा भएको मान्छेको मात्रै टिकटक मोनिटाइज हुन्छ, अनि टिकटक मोनिटाइज गर्नलाई कुन देशमा बस्नुपर्छ र मोनिटाइज हुन्छ भन्ने कुरा चाहिँ टिकटकबाट धेरै भाइरल छ के। त्यो चाहिँ मलाई जान्न मन लाग्यो कि कुन देशमा बस्दाखेरि चाहिँ टिकटक मोनिटाइज हुन्छ। विदेशमा आइडी खोलो भने चाहिँ टिकटक मोनिटाइज हुन्छ अरे। म पनि साइप्रसबाट हो, अहिले साइप्रसमा छु। साइप्रसमा आएर पनि 2टा आइडी खोलिसकेँ। विदेशमा मोनिटाइज हुन्छ भने साइप्रसमा 2टा आइडी खोलिसकेँ, किन मोनिटाइज भएन? 2टा आइडीमा भ्यू जान्छ 100 पनि कुनै त पुग्दैन, लाइक त्यस्तै 20-30 त्यस्तै मात्रै जान्छ, धेरै जाँदैन है। त्यही भएको कारणले टिकटक मोनिटाइज गर्नको लागि चाहिँ कुन देशमा बस्नुपर्छ त? टिकटकभरि चाहिँ भाइरल भएको कुरा चाहिँ क्यानाडा, अस्ट्रेलिया, जापान, कोरिया हो, त्यस्तो लगायत 7वटा देश छ अरे। त्यसमा चाहिँ टिकटक मोनिटाइज भएर भाइरल हुन्छ अरे भिडियोहरू। त्यो सुन्दा त म त विदेशमै छैन जस्तो लाग्यो, नेपालमै छु जस्तो लाग्यो। त्यही भएर मैले चाहिँ विदेश भनेको सबै एउटै होइन र। साइप्रसलाई चाहिँ किन हेपेको हो कि यसरी? रुन मन लाग्छ हौ। यो साइप्रस सानो देश भनेको होइन नि, यो पनि युरोप कन्ट्री हो। त्यही भएर त हामी आएको नि। कति धेरै पैसा लगानी गरेर आएको छौँ हामी, 5 लाखभन्दा माथि नै लगानी भएको छ। त्यही भएर यो साइप्रसलाई चाहिँ किन हेपेको कि यसरी? यहाँको मान्छेले, यहाँको लोकल मान्छेले सुनेछ के, तिमीहरूले टिकटक बनाउँदैनौ हाम्रो साइप्रसमा आएर? मोनिटाइज हुँदैन अरे त साइप्रसमा बनाएको टिकटक। जापान, अस्ट्रेलिया, क्यानाडा त्यतातिर बनाएको मात्रै हुन्छ अरे भनेर भन्छ। अरू ठाउँ बनाएको मात्रै मोनिटाइज हुन्छ अरे, हाम्रोमा बनाएको चाहिँ मोनिटाइजै हुँदैन अरे। किन यस्तो भनेर यहाँको मान्छेले हैरान बनाइसक्यो। यहाँ हामीले रोजगार पाउन नै गाह्रो भयो कि। सानो देश होइन नि यो पनि, यहाँ पनि युरो चल्छ। हामी पनि यहाँ युरो चल्छ, 400 रुपियाँ कमाउँछौँ यहाँको। नेपालमा 60,000 त हुन्छ त हौ। यहाँबाट डलर पनि नचल्ला।